हेलो साथीहरू, टी20 वर्ल्ड कप क्रिकेट सुरु भइसक्यो हिजोबाट। तर कसरी लाइभ हेर्ने फ्रीमा भनेर चाहिँ दुविधामा हुनुहुन्छ? ल नआत्तिनुहोस्, अब म पुरै तरिका सिकाउँछु। एकदम सजिलो छ। सुरुमा चाहिँ आफ्नो ब्राउजरमा जानुहोस्। मोबाइल अथवा ल्यापटप, कम्प्युटर जेबाट जाँदा पनि हुन्छ। ब्राउजरमा गएर सिम्पली केही लेख्नु पर्दैन, आइसिसी टिभी लेख्नुहोस्। आइसिसी टिभी टाइप गर्ने बित्तिकै तपाईँको आइसिसीको वेबसाइट खुल्नेछ। त्यसपछि एउटा एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। तपाईँले गुगल, फेसबुक अथवा कुनै प्लेटफर्मबाट चाहिँ लगइन गरेर एउटा एकाउन्ट बनाउनुहोस्। त्यसपछि मजाले लाइभ हेर्न सकिन्छ। एकाउन्ट बनाइसकेको छु मैले चाहिँ, यस्तो पपअप आएको छ। अब एकाउन्ट बनाइसकेको अवस्थामा हेर्नुहोस्, यहाँ अब लाइभ एन्ड अपकमिङ म्याचहरू आज हुने न्युजिल्यान्ड र अफगानिस्तानको म्याच, त्यसपछि नेपाल इङ्ल्यान्डको म्याच र अर्को एउटा म्याच छ। सबै म्याचको चाहिँ यहाँ स्ट्रिम अलरेडी आइसकेको छ। अब यो लाइभ गेम सुरु भएपछि हामीले यहाँ क्लिक गरेर मजाले आफूले चाहेको ल्याङ्ग्वेजमा मजाले क्रिकेटको मजा लिन सकिन्छ। कुनै पेड भर्जनहरू त्यस्तो केही छैन, पैसा तिर्नुपर्ने पनि छैन। फ्रीमा मजाले इन्जोय गर्न सकिन्छ। तपाईँलाई केही समस्या भयो यो हेर्दाखेरि भने चाहिँ कमेन्ट गर्नुहोला। म कमेन्ट मार्फत नै तपाईँको समस्या सल्भ गरिदिन्छु।